हेलो एभ्रिवान, आशा छ सबैजना सन्चै हुनुहुन्छ। अनि हामी चाहिँ आज आन्टीको घर जानु लाग्यो। बाबुको चाहिँ काम छ, भाइ र म चाहिँ घुम्न जानु लाग्यो। तपाईँहरूलाई लागिरह होला म किन भागेको भनेर। अनि मेरो भाइ चाहिँ नाटक गरिरहेको थियो कि यहाँ चाहिँ नाटक गरिरहेको थियो कि म घर जान्छु भनेर। हामी घरबाट निकै माथि नै आइसक्यौँ, डाँडा चढिसक्यौँ। बाबा अगाडि जानु भइसक्यो, यो भाइले गरेर यहाँ म पछाडि छु। हेलो भनिदेऊ रे, हेलो भनिदेऊ न। केही भन्दैन गाइजले। जाँदैछौँ हामी, हेर्न सक्नुहुन्छ मन्दिर। जाँदैछौँ। अनि यहाँ डाँडामा चाहिँ लाइक धेरै मेमोरी छ क्या। मेरो बर्थडेमा आएर हामी त्यहाँ बसेको थियौँ मेरो बहिनीको साथीहरूसँग, त्यो मेमोरी पनि छ। अनि हामी ट्युसनबाट एकजनालाई पुऱ्याउन आएको थियौँ कि यहाँसम्म। अनि एकजना मिलन भन्ने लडेको पनि थियो। मलाई कस्तो सडनली याद आयो कि लडेर हिँड्नै नसक्ने पनि भएको थियो। एकदम मेमोरी छ। अरू पनि धेरै छ जुन मलाई याद छैन, सडनली याद भएको चाहिँ मैले भने होइन। मेरो भाइ चाहिँ खै कता छ देख्नुभयो तपाईँले? छैन है यता। मेरो भाइ चाहिँ छैन साथीहरू। मेरो भाइ चाहिँ सोमदेवकोटा होइन, भना पनि मान्दैन, केही पनि मान्दैन। त्यही भएर मलाई अर्कै भाइ चाहियो। तपाईँहरूसँग अर्को भाइ छ भने मलाई ल्याएर दिनुहोस् होइन। भनाइ टेर्दैन, के गर्नु। रिसायो गाइज। खासमा यो रिसाउनुको कारण चाहिँ हाम्रो घरमा हिजो एकजना भाइले त्यो बाटोतिर त्यो चरा राखेको रहेछ। अनि मम्मीले घरमा ल्याउनु भएको थियो कि त्यो भाइ पैसा माग्न आएको थियो कि। अनि त्यसपछि एउटा चरा थियो, अनि त्यो चरा लिनुभयो मम्मीले। अनि 50 रुपियाँ दिने भन्नुभएको थियो अरे कि। त्यो बच्चाले मागेको थियो 50 रुपियाँ। अनि मम्मीले दिँदै भएको थिएन, एकदम बिरामी थियो कि त्यो चरा। अनि मऱ्यो। अनि त्यही भएर एकदम स्याड छ कि। अनि रोयो। अनि दादाको घर पनि नजानु भन्दै थियो। अनि हामीले बल्ल तल्ल लिएर आएको क्या यसलाई। रोइरहेको थियो कि यो चरा मऱ्यो भनेर। है तिमी प्यारो चरा है के पनि भन्दैन गाइज। बिरामी पनि भयो अलि। अब हामी दादाको घर जाँदैछौँ। हामी कहाँ जाँदैछौँ रे हामी? बोल्दैन गाइज। यो सोमको चाहिँ मुखै छैन कि, त्यही भएर सोम बोल्दैन। ल भन कहाँ जाँदैछौँ रे हामी? भनिदेऊ न प्लिज। दादाको घर जाँदैछौँ रे, दादाको घर। ल गाइज हामी जाँदैछौँ, भेट्दै गरौँला। गाइज हामीलाई चाहिँ बाबाले छोडेर गइसक्नु भयो। हामी चाहिँ एक्लै छौँ। यहाँनिर छ बन्दर। अनि यहाँनिर छु म। यसलाई चाहिँ देखेको थिएन। पुन्टु छ, पुन्टु 1 नम्बरको पुन्टु। आइसक्रिम हो हान्छ चाहिँ बन्दर। अनि उसलाई दादाको लागि बिस्कुट लिनु पर्यो भने बिस्कुट, अनि उसको लागि चाहिँ क्ले खेल्ने अरे। अनि क्ले लिगौँ हामीले। अब हामी जाँदैछौँ। तिमी के को फ्यान रे, रोनाल्डो कि मेसी? रोनाल्डो। ल एकछिन म भिडियो देखाइदिन्छु अनि घर है त। ल के गर्छ अरे रोनाल्डोले? त्यस्तो गर्दैन होला हौ, मैले त्यस्तो गर्छ जस्तो लागेन। मैले त्यस्तो गर्दैन जस्तो लाग्यो। रुक जाऊ ल देखा। गाइज रोनाल्डोको बिगेस्ट फ्यान मै फ्यान छुइनँ हौ कसैको पनि। मलाई थाहा नै छैन कि रोनाल्डो मेसी यताउता केही थाहा छैन। यसलाई सब थाहा हो, यसले मलाई सिकाइरहन्छ। हस् गाइज हामी चाहिँ पुग्न लाग्यौँ। इन्डियाको साइडमा के छ? के गरेर फेरि गएर एकचोटि त्यो झन्डा देखेँ होइन, पुरै उता सल्युट मारेर राखेको झन्डालाई देखाउँछ है म तपाईँहरूलाई। छ गाइस नेपालको झन्डा। अब क्यामेरा क्वालिटीको हिसाबले हुन्छ होइन, देख्नुभयो होला। म केही भन्न सक्दिनँ गाइस। यहाँ छ कि देख्नुभयो नि गाइस होइन। अब के गर्नु, क्यामेरा क्वालिटी यस्तै छ। फाइनली हामी आइसक्यौँ आन्टीको घरमा।
हेलो गाइज, मस्त पानी पऱ्यो होइन। अनि मौसम कस्तो सुहाना मौसम भइरहेछ, यस्तो रमाइलो मौसम भइरहेछ नि है। कस्तो धेरै जाडो पनि छैन, धेरै गर्मी पनि छैन, यस्तो मिठो मौसम के। अनि बाबुलाई घर जाऊँ भनेको भाइलाई नमानेर रोक्कुरे गरेर अनि हामी एकछिन यसो यहाँ भिजिट हान्न आएको छौँ होइन। यस्तो रमाइलो ठाउँ छ नि, यस्तो क्यामेरा क्वालिटी म्याटर्स होइन। अब राम्रो देख्दैन होला क्यामेरामा, तर मेरो नजरले एकदम राम्रो देखिरहेछ। म तपाईँहरूलाई बयान गर्न सक्दिनँ, भनेर बयान गर्न सक्दिनँ, तर पुरै कालो र निलो भयो, पानी पनि पर्छ होला होइन। गाडी आयो, मेरो मुटुले मलाई त साले मेरो मुटुले कोरै छ उहाँ घर लान्छ भनेर, घर नजाने भनिरहेको कि। यस्तो रमाइलो ठाउँ छ नि, छोड हातमा यहाँ मोबाइलसम्म पऱ्यो। यस्तो रमाइलो ठाउँ छ नि, म भन्नै सक्दिनँ। सम तिमीलाई कस्तो लागिरहेको? रमाइलो ल केही भनिदेऊ न त, के भन्नु चाहन्छ? उता खोला छ अरू अनि त्यसपछि उता हेर सुखी पेड छ, सुखी पेड छ अनि यता काल छ, काल पनि हुन्छ त। अनि यहाँ रोड छ। वाट भ्लगिङ। अनि हामी जाँदैछौँ, भाइ निस्केको थियो उता, अनि हामी जाँदैछौँ। यहाँ फुटबल प्ले ग्राउन्ड छ अरे, खेलि नै रहन् मान्छेहरू आई गेस, या खेलिरहन्। भाइ आउँदैछ उताबाट, हाम्रो भाइ साइडमा हिँड है। सनलाइट ओलाई यहीँ हाम्रो भाइ, यता आऊ न, यता आऊ। अब हामी जान्छौँ। हेलो एभ्री वान, गुड मर्निङ। हामी चाहिँ हिजो आएको, आज चाहिँ फर्किँदैछौँ होइन। भाइ हिजो घर आउनै मानेन, अनि आन्टीको घरबाट हामी फर्किँदैछौँ। अहिले चाहिँ 7 बज्न लाग्यो है। यो स्कुलमा पनि जानुपर्छ, 9 बजी लिएर हिँड्नुपर्छ। पुग्नै लाग्छ होला यसको पारामा। कहाँ गयो? यसको पारामा आधी घन्टा त पुग्नै लाग्छ पक्कै पनि होइन। यहाँ त गाह्रो छ हो, गाह्रो छ। हिजो आएको हामी, आज फर्किँदैछौँ। अब के भन्नु, गाह्रो छ। यसलाई ल्याएपछि यस्तै हुन्छ, यस्तै हुन्छ। के ढाड भाँच्यो क्या, नौटङ्की त यो जस्तो को होला कि यो संसारमा भन्छु क्या म त। यहाँ हेर्नु न ल, चर्ती कला मिल्यो भने चाहिँ होइन। आजको अहिले हिजोदेखिको आजसम्मको भ्लग र आज बनाउने भ्लग चाहिँ म एउटैमै हाल्छु। मिठाई खान छैन कि म बनाउँछु कि बनाउँदिनँ भनेर, त्यही भएको भएर अब आधी काटेर फेरि के हाल्नु होइन। अब सुरु गरिसकेँ। आजदेखि हामी हाल्छौँ आजको पानी, हेरौँ के हुन्छ। मैं कॉपी कर रहे हैं, कॉपी क्या कॉपी कर ये पप्पी हो कि पप्पी? ये पप्पी हो गई। ये बाटो में पनि फटाफट ज्ञानी भएर हिँडेपछि पाउँछ। हामी चाहिँ गाइस ठाडो उकालो चढिरहेछौँ पुरै होइन, देख्न सक्नुहुन्छ, तर यहाँबाट राम्रो देखिँदैन। के भन्न सक्दिनँ। सम के भन्नु मन लाग्यो? तिमी ल भन, के भन्नु मन लाग्छ? छिटो भन न, टाइम छैन कि छिटो। वाह, वाट रेस्पेक्ट, कुकुरलाई पनि रेस्पेक्ट दिइरहेको हुनुहुन्छ। दिदीलाई तिमी भन्छ। अनि यहाँ मान्छे हुनुहुन्छ, अनि गाली गर्नु, अनि मेरो हातमा चाहिँ नसमाउ न, अनि तिम्रो मेरो मकैहरू, अनि बाइकहरू, अनि कारहरू भयो। तुमसे ना हो पाएगा, होगा जब वक्त आएगा। वाह वाह। अब हामी रोड क्रस गर्छौँ अनि फेरि भेट्छौँ। गाइस हामी आधी बाटोसम्म आइसक्यौँ फाइनली। अब चाहिँ आधी बाटो क्रस गर्नु छ हामीलाई चाहिँ। अनि तपाईँहरूलाई यस्तो कहिले भएको छ लाइक छिटो आउनु, गाडी आउँछ, होस् ल। अनि के अरे लाइक कतै के स्मेल त्यो हुन्छ नि, कस्तो भनौँ क्या, अब त्यो पुरानो यादहरू भएको स्मेल आउँछ नि। अनि मलाई कस्तो त्यो ठ्याक्क कस्तो दिमागमा आयो कि लाइक त्यहाँनिर त्यो मिठाई पसल हो कि चिया पसल हो खै के हो,
अनि कस्तो त्यो स्मेल क्या मैले कहाँ सुँगेको थिएँ यो त कहाँ चाहिँ थियो भने मलाई पास्ट याद आइरहेको थियो तर मलाई एक्ज्याक्ट चाहिँ आएन होइन तर त्यो स्मेलले लाइक मेरो पास्ट एकदम रिलेट गर्न खोजिरहेको थियो कि लाइक भन्न खोजिरहेको थियो कि तर मलाई याद चाहिँ आएन कि कतिचोटि भएको छ कि मसँग यस्तो तपाईँहरूसँग भएको छ कि भएको छैन भन्नु होला आफ्नै धुनमा छ हाम्रो भाइ त कस्तो ज्ञानी छ नि साथीहरू थाहा तपाईँलाई डोजर किनिदेऊ भन्यो होइन अनि एकछिन चाहिँ नाटक गऱ्यो अनि बाबु पछि आउँदा किनिदिन्छ अहिले ल्याङ नगर भन्यो अनि हुन्छ भनेर आएको है सोहम ज्ञान छ है तिमी ज्ञान छ कि छैन ज्ञान छ कि छैन तिमी ज्ञान भइसक्यो हाम्रो सोहम सनलाइटमा कस्तो दामी देखायो क्या साथीहरू यहाँ चाहिँ बाटो निलो छ अनि 4वटा कुकुर हाम्रो पर्खिँदा हामी 2जना कुकुरहरू 4जना के गरी एकजनाले पनि पुग्यो भने हाम्रो चाहिँ 7 जानेवाला छ होइन हेलो पपी हाउ आर यु आई हेभ नथिङ हेलो पपी हाउ आर यु पपी कस्तो लाइक त्यो कस्तो नेगेटिभ एनर्जी आइरहेकोबाट कस्तो लाइक टोक्छन् जस्तो लाग्ने के लागेको कि कता हो देखाएको छ कि छैन मेरो आँखामा कपाल छिरो नेगेटिभ एनर्जी आएको क्या मलाई लाइक टोक्छन् कि जस्तै कालो देखेर त झन् के आइरहनु पछि अब हामी भाग्छौँ हामी के गर्छौँ नि सोहम भाग्छौँ हामी भाग्छौँ नदौड न पछि आउँछ फाइनली हामी डाँडानिर आइसक्यौँ अब डाँडाबाट त्यो तलको बाटो चाहिँ हामी झर्न सक्छौँ कि सक्दैनौँ थाहा छैन त्यहाँबाट गएर बाबालाई बोलाउनु पर्छ जस्तो छ रोडै जान फेरि 90 डिग्री घुम्नुपर्छ कि कति डिग्री 90 डिग्री अनि साथीहरू हिजो बोल्नुभयो त के अरे प्रतिनिधि सभा बैठकमा बालेन्द्र शाहजी बोल्नुभयो नि कस्तो खुसी लागेको थियो होइन म ऱ्यान्डमली टिभी लगाइरहेको थिएँ आन्टीको घरमा मोबाइल चार्जमा थियो होइन यस्तो खुसी लागेको थियो मलाई होइन अनि त्यसपछि अब त्यो सबै एक्सप्लेन त के गरिरहनु तर उहाँले भन्नुभयो नि भारतले नि मिचेको छ सीमा अनि हामीले पनि मिचेका रहेछौँ भनेर त्यो कुरा चाहिँ मलाई लाइक राम्रो लाग्यो कि किनकि संवाद नै हो नि त लाइक समाधानको तरिका अब संवाद नै गरिँदैन लाइक यता आऊ न भनिदिए लडिन्छ कि यताबाट रोडबाट जाने यहाँ बाटो छ मेरो भाइ मलाई बोल्नै दिँदैन के गर्नु अनि त्यसपछि अनि रोडै जाने हो अनि त्यसपछि चाहिँ मलाई चाहिँ त्यस्तो लाग्यो कि लाइक संवाद त हो नि कसैसँग कन्भर्सेसन गर्नु अथवा ट्रुथ कुरा भन्नु त रियालिटी हो नि उस्तै भएको हो ल भनौँ न भारतले नमिचेको हो भन्ने त मेबी भारतको मिडियातिर अथवा भनौँ न भारतीय मान्छेहरूले पनि केही न केही भन्थ्यो होला केही न केही आफ्नो तर्कहरू दिन्थ्यो होला तर कसैले पनि केही भने होइन कि मैले चाहिँ देखाएको छुइनँ है मेरो गल्ती नि हुनसक्छ मैले नहेरा नि हुनसक्छ होइन तर मैले अहिलेसम्म देखाएको छैन अनि भनौँ न केही न केही लागेर त होला नि त्यो भनेको यत्तिकै हावातालमा त पक्कै नै भन्नु भएन नि हौ प्रधानमन्त्री हौ जेनजी प्रधानमन्त्री हौ अब के हुन्छ हेरौँ खुल्ला नि त किन हो भनेर यति रोइलो गर्ने यति लाइक म हेर्छु होइन मलाई एकदमै इन्ट्रेस्ट छ यो लाइक पोलिटिक्समा किनकि ल पढ्ने हो नि त अनि एकदमै इन्ट्रेस्ट छ अनि हेर्छु क्या म आमामा त्योबाट आन्टी चाहिँ त कुर्सी लिएर उठिरहेको थियो कि सिरियसली त्यो आन्टीको हाइट नपुगेर त्यो आन्टी बेन्चमा उभिएर मलाई सिरियसली साँच्चै भन्दैछु है मलाई यस्तो अजिब लागेको थियो नि उनीहरू कानुनको कुरा गर्छन् उनीहरूले बनाउने कानुन अनि त्यति बेला त्यो आन्टी त्यसरी उठेको बेलामा चाहिँ कानुन कहाँ गएछ कि कहाँ चाहिँ घुम्न गएछ जस्तो लागिरहेको थियो कि मलाई आम्मामा रोइलो यस्तो थियो र भने यस्तो थियो र त्यो त अझ लाइक हेर्ने मजा लिनेलाई थाहा हुन्छ कि म त लास्टै हेर्छु है ल एउटा भिडियो हेर्छु म चाहिँ त्यही हो मैले मेरो ओपिनियन मात्र दिए हो यसलाई अन्यर्थ नलिनु होला भन्न चाहन्छु मामु हेर्नुहुन्न जाउँ हेर्न सक्नुहुन्छ डाँडाबाट बिहानीको भिडियो अहिले त्यहाँबाट लडिस् भने बाबु होइन म त साँच्चीकै नराम्रोसँग नखाऊ त्यो मालामा खालि हेर्नु है साथीहरू यस्तो जिद्दी छ नि यो भाइ यस्तो यो भेटाएर ल्याएको होइन हामीले रोडबाट यस्तो भन्ने टेर्दैनन् यस्तो अटेरी छ नि हेर्नु यहाँ
अनुहार चाहिँ कति इनोसेन्ट छ तर एकदम चकचके छ है गाइज यो हेर्नु न कस्तो बबाल देखिरहेको के तर दिदी हाम्रो सहर यहु दिदी जय नेपाल हिलो छ भनेर हामी त्यहाँको बाटो चाहिँ झरिनौँ हामी रोडै जाँदैछौँ होइन अनि यहाँ यसो नाटक गरिरहेको नि मेरो भाइ होइन लाइक स्कुल जानुपर्छ भनेर ल्याएको हो नि त आन्टीको घरबाट बिदा भएको हो त दिउँसोतिर मेरो त छुट्टी नै हो नि त दिउँसोतिर आउँथ्यो हामी होइन अनि अहिले अब घर आइपुग्न लाग्यो नि त त्यस्तो नाटक गरिरहेको नाटक के भएर तिमीलाई आमा त्यस्तो गाह्रो भयो लेख्ने मम्मीलाई म यो भिडियो देखाइदिन्छु तिमी नाटक गरिरह ल ल ल होइन तिमीलाई कस्तो गाह्रो भयो नदेखाऊ पेट यस्तो हरकत नगर है म देखाउँदिनँ है त्यस्तो नगर जिद्दी गरेपछि अब म मम्मीलाई भनिदिन्छु केही पनि भएन भन्ने हो ल चुप लाग्दैन त्यति नभन्नेसम्म त हेर्नु नि यहाँ गाई पिम्पल आयो कस्तो मुखै चलाउनु नभएको जस्तो फिल भइरहेको तर मैले धेरै चलाइसकेको थिएँ अलग कुरा Where are you, my brother? Oh, my brother. घरमा जायो भने थाहा पाइसक्यो नि त अनि अब त नाटक पार्नै पर्यो त्यही भएर नाटक उसको जारी छ यसलाई चाहिँ म के प्लान होइन हजुर उता बजार म घर आएँ अनि हजुर उतै बस्थ्यो अनि यस हजुर थप्पा गल्यो है सहीलाई हान मलाई मन पऱ्यो नि तिम्रो प्लान ल ल ल मन पऱ्यो घर छोडेर नजाऊ है घर छोडेर कहाँ जाने तिमी विदेश ल गाइस अब चाहिँ हामी घर आइपुग्न लागिसक्यौँ होइन हामी निरन्तर हिँडिरहेका छौँ के नभनिदिने अरे के नभन्ने मम्मीलाई किन भन्ने भने ल म भनिदिन्छु चकचक गरेको के नभन्ने त्यस्तो ढुङ्गा हानी यता गर्छ अनि सिधा बाटो हिँड न अनि तिमीलाई के चल्नु पऱ्यो खालि चल्नु पऱ्यो मोबाइलमा चार्ज पनि सकिन लाग्यो अब घर गएर चाहिँ एकछिन चार्ज हाल्छु अनि अलिकति चार्ज भयो भने चाहिँ यसलाई पुरानो जाँदाखेरि पनि लिएर जान्छु अनि चार्ज भएन भने चाहिँ लिएर जाँदिनँ अनि अब हेरौँ भ्लग निरन्तर हुन्छ कि हुँदैन भएन भने चाहिँ यतिसम्म के आउँछ है त साथीहरू यस्तो गाह्रो छ नि है तपाईँहरूको भाइलाई गाह्रो हुन्छ कि हुँदैन है यस्तो हिँड्दैन यसले त मलाई वाक्कै पार्छ भने फिट्टिकै नहिँड्ने के एकछिन हिँडे जस्तो एनर्जी आउँछ कहाँबाट फेरि गायब एनर्जी फेरि एनर्जी आउँछ फेरि गायब एनर्जी छोडेर जाऊँ क्या हो म त जानुहोस् न खुबै रुनी होला हो रुँदैन खुबै ल साथीहरू फेरि भेटौँला हेलो एभ्रिवान फेरि पनि तपाईँहरूलाई स्वागत छ मेरो भ्लगमा हेर्नु यहाँ पिम्पलले स्वागत गरिसक्यो अनि म चाहिँ मस्त नुहाइधुवाइ गरेँ भाइ पनि एकदम फोरी भएको थियो अनि आन्टीकोबाट आयौँ अनि भाइलाई पनि नुहाइधुवाइ गर्दै म पनि मस्त नुहाएँ मैले नङ पनि सफा गरेँ कस्तो राम्रो देखिरहेको पुरै क्लियर गरेँ अनि हुन त काम केही पनि गर्दैन तर पनि कस्तो फोहोर हुन्छ कहिलेकाहीँ अनि पुरै क्लियर गरेँ सबै अब फेस पनि क्लियर गर्छ अब स्किन केयर यसो गर्नु पऱ्यो नि त होममेड भए पनि होइन के गर्नु सोम तिमीलाई कस्तो लागिरहेको राम्रो लागिरह अनि उसलाई पनि नुहाइधुवाइ गर्दा ऊ पनि लास्टै फोरी भएको थियो एकछिन चाहिँ रोयो त्यसपछि चुप लाग्यो अनि अब म भाइ लिएर जाँदैछु किनकि यसलाई स्कुल पुऱ्याउनु पऱ्यो अनि आज चाहिँ म क्लेहरू ल्याउँछु अनि धागोहरू यताउता चाहिरहेको अनि मलाई त्यो लाइक कस्तो त्यो एस्थेटिकवाला त्यो पेन्सिल राख्ने हुन्छ नि त्यो बनाउनु मन लागिरहेको त्यही भएर म त्यो सामानहरू पनि लिएर आउँछु त्यहाँ स्टेसनरीबाट यो औँठी बेच्न लाग्यो गाइजमा अनि यो चाहिँ अलि नराम्रो भएको कि सुनकै हो अनि अलि नराम्रो भएको छ अनि त्यसपछि यहाँ अलिकति कुच्चिया कि यतातिर पनि मम्मीको हो अनि बेच्छ अरे कति आउँछ लिएर आऊ रे यो चाहिँ बेचिदिन्छु गाइज मन पार्टी गर्छु ए तपाईँहरूलाई भन्छ है त्यसको कति आयो भनेर सुनको भाउ बढी नै छ अब हेरौँ
कति आउँछ होला गेस गर्नु होला मिल्छ कि मिल्दैन। अझ म यो सोचिरहेको छु कि म यसलाई पुऱ्याएर आएर यो औँठी बेच्न जाऊँ कि यसलाई लिएर औँठी बेच्न जाऊँ कि यस्तो हो कि यसलाई पुऱ्याएर गयो भने फेरि ए भन्ने बिस्तारै गर्दै ला अनि भाइलाई लगेपछि त मेबी छिटो हुनसक्छ। के गरौँ भइरहेछ मलाई। बेला त हुँदैछ आज त सबै काम भ्याएर पनि कतिमा निस्केको हामी सबै काम भ्याएर पनि आज त 8:55मा निस्केको हामी। नुहाइधुवाइ गर्ने यताउता सबै भ्याएर अब आएर लुगासुगा धुनु छ गाइज। के गर्नु काम गर्नु परिहाल्यो। हेर्नु राम्रो देखिरहेछ तर क्वालिटी म्याटर्स। सुरी चढो अस्ति गाह्रो छ गाइज यहाँबाट चढ्नलाई। तिमी जहिले कोसिस मात्रै गर्छ कि चढ्ने चाहिँ कहिल्यै होइन है तिमी खालि कोसिस मात्रै गर्छ। के को फ्यान हो तिमी? हेलो एभ्रिवान एकदम डिस्टर्ब छ यहाँ लाइक एकदम डिस्टर्बेन्स छ यतातिर होइन। तपाईँलाई लागिरह होला म अघि औँठी बेच्न गएको मान्छे एकैछिनमा यहाँ कसरी आएँ भनेर। अनि सडनली प्लान बन्यो अनि म लाइक भोइस अस्ट्रेलियनमा काम गर्छु नि त लाइक उयोसँग क्या लाइक के भन्छ त्यसलाई अनलाइन सेफ्टी प्रोजेक्टमा। अनि त्यही बारेमा चाहिँ आज डिफ्रेन्ट ठाउँमा क्लास सञ्चालन गरौँ भनेर चाहिँ हामी जान लागेको। म चाहिँ जाँदैछु अरू चाहिँ सबैजना आइपुग्यो होला। आफ्नो साथी छैन आज सिरानी नआउने रे अनि साथी छैन म एक्लै छु गाइज। अनि क्याप पनि त्यही भिओसीकै हो यता माथि लेखा छ है। टी सर्ट पनि भिओसीकै हो। प्यान्ट मेरो हो जुत्ता पनि मेरो हो। टी सर्ट पनि अब मेरै भइसक्यो किनकि मैले लिएको हुँदा। त्यसको लागि चाहिँ म जाँदैछु होइन। यस्तो गर्मी भाउ मैले बस मिस गर्थेँ कि है। अनि यति दौडी आएकोमा होइन यस्तो दौडेँ नि म भन्नै सक्दिनँ क्या। यस्तो दौडेर आएको अब यहाँनिर एकदम डिस्टर्बेन्स चाहिँ नेक्स्ट लेभलको छ। तर्समा नेक्स्ट लेभलको छ होइन। त्यही हो जाँदैछु म मस्त लगाएर। कति बेर लाग्ने हो थाहा छैन। कहाँ पुग्नु पर्ने हो नि थाहा छैन। कस्तो देखाएको छ क्याब यहाँ चुच्चो भएछ क्या क्याबको यहाँ ढाका टोपीको जस्तो चुच्चो भएछ क्या। काम चेक छ जे होस् छाता बोक्न झ्याउ हुन्छ भनेर नल्याएको मैले। यो टोपीले नै अलिअलि काम गरिछ। एउटा आउटर बोकेछु यहाँ अनि भिओसीकै झोला हो के गर्नु सबै भिओसीले दिएको छ मलाई होइन। त्यही हो साथीहरू फेरि भेटौँला है त। हेलो एभ्रिवान मैले चाहिँ सबै क्लासहरू लिएर फर्किँदैछौँ। अनि सबैजना चाहिँ उता जानुभयो। 6 बोइज थिए म सुधा 7जना थियौँ हामी। अनि हामी के भने मैले हेलो एभ्रिवान फेरि पनि सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ एकदम बिजी भएँ आज खाएको देखाएको क्या। अनि बिजी भएँ आज। अहिले चाहिँ बल्ल अलिअलि फुर्सद मिल्यो भनौँ। अनि घर जाँदैछु अब चाहिँ। यहाँ 2टा स्कुलमा हामीले कार्यक्रम गऱ्यौँ। एउटा चाहिँ मैले आफ्नो स्कुलमा गरेँ भने अर्को चाहिँ साथीहरूले यहाँ अर्को स्कुलमा गर्नुभयो। अनि हामी पुरै कार्यक्रम सकेर चाहिँ अब म चाहिँ घरतर्फ लागेँ। अनि हामी 6जना थियौँ। 5जना बोइजहरू चाहिँ उता जानुभयो अनि म चाहिँ यता आउँदैछु। त्यही हो गाइज। ब्लग चाहिँ आजको पनि जोडेर आउने छ किनकि दुइटै आउँछ। के भन्नु अब मैले आज चाहिँ अब धेरै हिँडियो यताउता तल माथि घरको गएर फेरि त्यहाँ आएर यताउता गरियो होइन। अब अन्तिममा चाहिँ म यही भन्न चाहन्छु अनलाइनबाट चाहिँ कसैले पनि कसैलाई नोक्सानी नपुर्याउनु होला। अनि तपाईँलाई कसैले पुर्याइरहेको छ भने पनि तपाईँ चुप्लाएर नबस्नु होला। सम्बन्धित निकायमा गएर चाहिँ भन्नु होला भन्न चाहन्छु।
अनि यही हो अब भनौँ न कसैलाई त्यस्तै समस्या छ भने चाहिँ अब हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ होइन। अनि ग्वारखुमा हाम्रो अफिस पनि छ, हेड अफिस पनि छ, त्यहाँ पनि गएर बुझ्न सक्नुहुन्छ। अनि यति नै हो। मस्त रहनु, स्वस्थ रहनु है त। फेरि भेट्दै गरौँला। हस् त, धन्यवाद।